नेपालमा बालेन दाइ प्रधानमन्त्री बन्दै गर्दा मैले आमालाई लेखेको एउटा चिठी सुनाउन चाहे हजुरहरूलाई। आमा, हिजो तपाईँ रुनुहुन्थ्यो, आज म आशा देख्दैछु। आमा, म हजुरको न्यानो काग छोडेर आउँदा तपाईँले बलिन्दा आँसु खसाल्दै मलाई अँगालो हाल्नुहुन्थ्यो। अब छोरा कहिले आउला भनेर पिर गर्ने दिनहरू अब बिस्तारै बदलिँदैछन् आमा। म त्यहाँ नभए पनि आज सिङ्गो देशले एउटा सपुत पाएको छ, हाम्रो बालेन दाइ। आज हजुरहरू जस्तै आमाहरूको आँसु पुस्न आउनुभएको छ। अब बाबाको फाटेको टोपी टालिनेछ, आमाको फाटेको गुनियो सिलाइनेछ। मेरी बहिनी अब निडर भएर खेल्न पाउनेछिन् आमा। बा भन्नुहुन्थ्यो, बाबु बुढेसकालको लट्ठी बनेस्। बा, तपाईँले यो देशको बदलिएको मुहार त देख्न पाउनु भएन। आज दाइ देशको सपुत बन्दै हुनुहुन्छ, म भने अझै परदेशमै छु।